रामेछाप क्षेत्रमा देखिएका कमजोर मोबाइल तथा इन्टरनेट सेवाको समस्या समाधानका लागि सेवा प्रदायक संस्थाहरूसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको छ। माननीय कृष्णहरि बुढाथोकीले नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई टेक हब बनाउने अवधारणालाई नीतिको आधारमा नेपाली युवाको क्षमताका लागि उपयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो। माननीय सुझाव हो। माननीय कृष्णहरि बुढाथोकीले रामेछापको समस्या, गाउँपालिकाको समस्या, विभिन्न समस्याहरूका बारेमा ध्यानाकर्षण भएको छ। दूरसञ्चार तथा इन्टरनेट सेवा सम्बन्धी विषयप्रति सरकार गम्भीर र संवेदनशील रहेको कुरा जानकारी गराउन चाहन्छु। त्यसैगरी रामेछाप ललितमा देखिएका कमजोर मोबाइल तथा इन्टरनेट सेवाको समस्या समाधानका लागि सेवा प्रदायक संस्थाहरूसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको छ। विशेष गरी नेपाल टेलिकमलाई 800 मेगाहर्ज ब्यान्डमा थप 5 मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको छ र अर्को थप 5 मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउनको लागि पनि पहल भइरहेको छ। यसले नेटवर्क क्षमता तथा सेवा गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।